बाटो त लास्टमा त पुरै पहिरो गएर त बिच बाटोमा ओभर परियो त अब के कसरी जाने भन्ने कुरा भयो। कसै उयो त्यो एउटा काम गर्दै थियो मान्छेलाई सोधौँ न। उयो माथि उदेखि अलिकति उता हजुर जाउँ त। आमा बिच बाटोमा आएर चाबी पनि के नै हरायो क्या। अब यहीँ अब चाबी हरायो, सबै खोजिसक्यो भेट्दैन। अब चाहिँ बिच बाटोमा अब 300 किलोमिटर हिँड्नुपर्ने छ अझै। एकदम अब तपाईँको हुन्छ नि यहाँदेखि पनि अझै 160 किलोमिटर छ क्या बिचमा पुग्नु। लगभग बिहान हुन्छ। यति थाकिसकेँ म, यति थाकिसकेँ होइन के भन्नु। यतिमा रुनु मात्रै सकेको छैन, भुइँमा लड्नु मात्रै सकेको छैन क्या म। यति गलिसकेँ होइन। लास्ट चाहिँ क्या कसरी एक्सप्लेन गर्नु तपाईँहरूलाई। म के भन्नु, यसरी भन्दा पनि म फ्रेस भएर एक्सप्लेन गर्छु क्या भोलि आफ्नो त। म यति थाकिसकेँ म एकदमै क्या। म सुत्नु जस्तो, तर मलाई यनी पुग्नु छ। म पुग्छु भनेर हिँडेँ कि यति चाहिँ कन्फिडेन्स छ क्या मलाई। यति राति भयो भने त्यही हो। पूर्व जाने बाटो यो चित्लाङ हुँदै हेटौँडा हुँदै जाने बाटो हो। तर के पो भन्छ, यहाँ पनि बाटो यताबाट पनि बन्द छ भन्छ। सरहरूले रोकिराख्नु भएको छ। अब के गर्ने कसरी। हजुर पहिरो त्यही त अब अझै अहिले हाल चाहिँ यस्तो हिँडेको अब कति बजिसक्यो, 12 बजिसक्यो होला। अनि पुरो घुम्दै जाँदा कहिले पुग्नु पर्ने हो। ठुलो पानी आएर दुईटा पुलिले नजानु भनेर तपाईँले के भिडियो होइन अब गर्नु तपाईँको उयो चल्छ यार। अब भाइ अब म त हाल अब म उनीहरूको भिडियो त्यसरी गरेँ नराम्रो भन्यो। अब यहाँ बाटो यस्तो बन्द छ भनेर गरेँ। अब उनीहरूको भिडियो गऱ्यो भनेर अब त्यस्तो गर्छ। अब त्यसरी त्यो गर्ने हो त। मैले त एउटा यो साथीभाइलाई गर्नुको लागि पो गरेको त्यो भिडियो त। लामो बाटो त्यही त लामो बाटो। यहाँ कति बज्यो भाइ टाइम हेर त। 11 बज्यो। अनि म त भोलि पनि पुग्दिनँ नि, बुझ्दैन क्या। अब उनीहरूको भिडियो बनायो अरे के अरे न्यु पो खोज्छ। म त सबै गाडी आइरहेको छ भन्छ। आइरहेको छ यो जुटमा रोकेर राख्छ। ए जेसुकै हिँड्यो जाम भइसक्यो। अब माथि चाहिँ त्यस्तो केही माथिबाट आउने गाडीहरू आइरहेछ, माथि जाम छैन भन्छ। यहाँ चाहिँ जोतमा रोकिदिइरहेको छ। यहाँ हामीलाई यार यत्रो जाम भइसक्यो। वहाँ इलाम पुग्नुपर्ने 11 बजिसक्यो। अब यसरी रोकेर राखिदिन्छ यार। अनि कहाँबाट हुन्छ त अनि यस्तो यार। हामी इलाम पुग्नुपर्ने मान्छेहरू कहाँ जानुपर्ने मान्छे छ। यता हाम्रो ब्रदर पनि भेट भएको छ मसँग। एकदम खुसी लाग्यो साथी। हामी चाहिँ चन्द्रगढी हुँदै चितलाङ हुँदै अब हेटौँडा जान्छौँ। अब हेरौँ। अब आज त पुग्दिनँ होला म त। एकदम ठाउँ त राम्रो रहेछ यो पनि। ए हजुर ए ए ल एकदम हाम्रो जे अनि ब्रदरलाई भेटेर खुसी लाग्यो। एक्लै बाटोमा हिँड्दा लास्टै हुँदो रहेछ नि त। तपाईँलाई भेटेर खुसी लाग्यो। हो ठिक छ ल, खुसी लाग्यो ल। हुन्छ ल। एकदम हाम्रो साथी भेट्नु एकदम। तर खुसी लाग्यो क्या। नत्र म उता घुमेर कताबाट जान्थेँ, बाटो सोध्दै त्यो दिमाग खराब हुन्थ्यो। यो बाटो चाहिँ एकदम सर्टकट रहेछ होइन। जस ठिकै छ। अब बाटो त लास्टमा त पुरै पहिरो गएर त बिच बाटोमा ओभर परियो त। अब के कसरी जाने भन्ने कुरा भयो। कसै त्यो एउटा काम गर्दै थियो मान्छेलाई सोधौँ न। माथि
ऊदेखि अलिकति उता हजुर जाउँ त आमा बाटो चाहिँ पुरै तपाईँको पहिरोले सोरेको रहेछ हो यस्तो छ अब सम्भवै छैन यहाँबाट बाइक बिच बाटोमा आएर यस्तो भयो यार तपाईँको यसरी माथिबाटै गएको बाटो एउटै छैन तनाव भयो अब अर्को तनाव थपियो है अर्को तनाव थपियो यो ठ्याक्कै तपाईँको यो बाइक त अब यहाँबाट त जसो तसो माथिबाट झारिन्थ्यो कि त्यही त अब त्यो तनाव भयो यो चाहिँ ठ्याक्कै तपाईँको कुलेखानी ड्याममाथि ओ गड उता परबाट बाटो छ कि जस्तो यहाँ चाहिँ अब यता चाहिँ यो तल देख्नुभएको चाहिँ कुलेखानी ड्याम हो कुलेखानी ड्यामसम्म आइपुग्यो माथिबाट अब फेरि रिटर्न जानुपर्छ भन्नुहुँदैछ दाइले उता चितलाङै पुग्नु पर्ने हो दाइ ए भने यो मार्फु बाटो निकाल्छ अब फेरि फर्केर रिटर्न ब्याक जाने बेला भएको छ यस्तो छ बर्खाको बेला एकदम लाग्यो यसो ए एकदमै दुःख चाहिँ पाइयो है के हो गुम्बा रहेछ यो मुनि देखेको चाहिँ के ड्याम पो भन्नुभयो कुलेखानी ड्याम रहेछ अब यसरी बिच बाटोमा छैन माथिदेखि पहिरो झरेको छ सम्भवै छैन बाटो दुःख पाइयो आज यो के भन्ने ठाउँ हो ए हुन्छ के भन्ने ठाउँ आन्टी यो कल्लाद भन्ने ठाउँमा घुमेकै आम्मा यहाँ अङ्कल हामी काँक्रा हो यो चाहिँ खाइदिउँ हो कसरी काट्नु फेरि यसलाई अर्को दिन अब काँक्रा खाइँदैछ ल हुनु बाटो बिजो भयो एकदम बाटोहरू गरेर मात्रै आउनु होला तपाईँहरू आउँदैको काठमाडौँबाट पूर्वतिर आउँदै हुन्छ होइन बाटो सोचेर पक्रिनु त अब त्यो पिच बाटोबाट भेट्छ अरे अनि फेरि उता उतैतिर लाग्ने हो काँक्रा खाइँदैछ तल गएको बाटो घुम्दा भइसक्यो हामी त्यो ठाउँमा कुलेखानी पुग्ने के भन्नु पुग्ने ठाउँ पनि सक्दैन कुलेखानी ड्याम होइन ल फाइनल्ली हामी चाहिँ कुलेखानी आइपुग्यो बाटो चाहिँ एकदम अफरोड रहेछ है अफरोड भन्दा पनि त्यो पहिरोहरू त लास्ट अब पानी पर्दा त बढी डेन्जरै थियो फाइनल्ली हामी चाहिँ अब यो के भन्छ कुलेखानी ड्याममा आइपुगेको छौँ ठुलो रहेछ आऊ पारिबाट त्यही राउन्ड तपाईँहरू आउँदाखेरि ट्याक्कै काठमाडौँबाट चितलाङबाट मुर्ख के पो अरे मलेखु हुँदै आउनु पर्ने रहेछ यो बाटो चाहिँ तर एकदम जस अफरोडै छ त्यति साह्रो अफरोड पनि छैन बाटो हराएर मात्र हो कि बाटो चाहिँ तर डेन्जर हरायो हामी चाहिँ तपाईँहरूलाई अब अभरै पऱ्यो भने होटल सोटल पनि रहेछ पहिरो त डेन्जरै थियो नि के लागौँ ल हुन्छ तपाईँको बाटो बनाउने मर्मत कार्य भइरहेको रहेछ यो के भन्छ कुलेखानी माथि चाहिँ कुलेखानीदेखि माथि आइपुग्यो कहिले पुग्नु होला महिला भर्खर यहाँ
कुलै खाने भनेपछि त्यो 30-40 किलोमिटर पनि आएको छैन काठमाडौँदेखि यतामा त्यो टाइम भइसक्यो एउटा जेसिबीले ढुङ्गा पल्टाउँदैछ यस्तो माथि अब भिड छ बस्नु पनि डरै लाग्दो डरै मर्दो ठाउँ छ के गर्नु हो दुईवटा उसले पनि यत्रो ठुल्ठुलो मेसिनले पनि उचाल्नु सक्दैछ होला भोलि ओइ 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 त्यहाँदेखि हेटौँडा पुग्नै कति घन्टा लाग्ने हो त्यसको बादमा सिन्धुली एकदम गाह्रो भइरहेछ यता पछाडि साथी चाहिँ हेटौँडासम्म थियो म चाहिँ अब उतै पुग्नुपर्छ इलाम यार भोलि बिहानसम्म त पुग्छु कि यस्तो लागिरहेको छ उपर भइरहेछ यस्तै छ सबै बाटोहरू यस्तै पर्खिँदै जानुपर्छ है अब के गर्नु मान्छेले जानी गरेको होइन नि त अब प्रकृतिले नि यस्तो गरेपछि के गर्नु होला ओ ढुङ्गा पल्ट्यो ल अब चाहिँ बाटो खुल्ने जस्तो छ ल रेसी अब यस्तै हो बाटोमा के हुन्छ यसो भिडियो म गर्दै जान्छु सकेको चाहिँ अब कुदाउँदैन सक्छु यहीँ रोकेकै ठाउँमा त गर्ने हो मैले भिडियो भनेको होइन ल हो अब यहाँ हामी चाहिँ अहिले देउरालीमा छौँ अब यहाँ चिया खानु पऱ्यो भनेर यहाँदेखि उता चाहिँ भीमफेदी आउँछ अरे अब अहिले एकदम चिसो ठाउँ रहेछ यो चाहिँ पुरै लेख रहेछ नि त होइन बहुत चिसो ठाउँ रहेछ यो चाहिँ हो र ए अस्ति मैले यही हानेको मार्न नपार्दैन हो र अनि ल चिया खाऊँ न त है चिया के खाजा के पाउँछ र है सबै मान्छेहरू पनि यहाँ त नि सबै होटलहरू बन्दै मात्रै हुँदो रहेछ ओइ बस्नु चाहिँ आनन्दको रहेछ नि चिसो रहेछ ओपर यो चाहिँ तपाईँको योभन्दा अगाडिको त के ठाउँ भयो अरे उता हामी तलको कुले खाने ड्यामबाट उकालो चढेपछि डाँडामा के पाउँछ सबै बन्दै छ त कति दिन भइसक्यो बन्द भएको हो र त्यो गाडी चलाए हैन खानेकुरा केही पाउँदैन हो र खायो भने त्यो चिसोहरू कुरकुरेहरू छ हो र सबै होटल पनि गाडी नचढेर सबै होटलहरू पनि बन्द रहेछ के खानुहुन्छ कुरकुरेहरू त के खानु र चिसो त खानु म त चिसो उपर अलिक तलतिर जाउँ न त कि ल उतै जाउँ यहाँ के अब के ल तलैतिर जाउँ न केही रहेनछ अब बाटो बन्द भएर यहाँ चाहिँ तपाईँको अहिले बाइकहरू मात्रै चलिरहेछ यो बाटोमा चाहिँ त्यही भएर सबै होटलहरू पनि बन्द रहेछ र ठाउँ चाहिँ एकदम राम्रो लाग्यो ओभर चिसो ठाउँ रहेछ तपाईँहरूको ल ठिकै छ अब हेर्दै गरौँ के गर्नु बाटोहरू त्यस्तै अप्ठ्यारो थियो कुले खाने उतादेखि माथि चाहिँ अप्ठ्यारो थियो यता चाहिँ एकदम राम्रो बाटो रहेछ कुले खाने मुनि ड्याम मुनिबाट चाहिँ एकदम पिच रहेछ अब यहाँबाट हेटौडा 2:30 जति भइसक्यो अब म त कहिले भोलि बिहान मात्रै पुग्छु होला अब यहाँदेखि हेटौडा गएर त्यसपछि सिन्धुली गएर अनि जानुपर्ने अब हेरौँ त्यो पनि बाटोहरू कस्तो छ कति ठाउँ बन्द भएर घुमियो बस्यो 5 बजिसकेछ अझै पनि सिन्धुली पनि आइपुगेको छैन अब तपाईँको बाटो चाहिँ एकदम खाली हुँदो रहेछ यो यताबाट केही खासै केही नकुद्दा अहिले त्यो बाटो बिग्रेकोले खासै केही नकुद्दो रहेछ बाटो चाहिँ एकदम खाली तर अब अझै पनि सिन्धुली पुगेको छैन अब सिन्धुलीबाट पनि कति 300 किलोमिटर जति होला उता आमा कहिले पुग्नु भोलि त लाइफमा एक्लै चाहिँ तपाईँहरू कहिले पनि नहिँड्नु यो लामो बाटो म आज काबु भयो यार यति गलिँदो रहेछ यति अफरोड पहिरो लाइफमा तपाईँहरू चाहिँ कहिले पनि सोलो राइड नगर्नु एक्लै यत्रो लङ बाटो चाहिँ एक्लै कहिले पनि राइड नगर्नु होला भन्छु म चाहिँ लगभग 7 बजेछ अहिले चाहिँ ठ्याक्कै भर्खर सिन्धुलीमा आएर पेट्रोल हालेँ अब अझै नै 200 बिर्ताङसम्म पुग्नु 200
82 किलोमिटर छ। अहिले चाहिँ हाल्न ठ्याक्क पेट्रोल सेट्रोल हाल्यो। अब यहाँबाट जानु कि बस्नु भइरहेछ त्यो हेर्छु के गर्छु। त्यो ठाउँमा विमानमा आएर बिच बाटोमा मेरो चाबी हरायो क्या। अब मान्छे अब अङ्कल पुरा खोज्नु जानु हुँदैछ होइन। कस्तो अचम्मै भयो नि त नि यार, यहीँकै चाबी हराउनु अनि भाइ त्यहाँ त खस्नु पर्ने हो जस्तो चाहिँ लाग्छ मलाई। सुटकेस झोला के होला पुरा गाडीमा होइन लिएर जान्छ। त्यो जिन्दगीमा नभएको कुरा हुन्छ अनि के गर्ने। हजुर सबै यो खोलखाल ए टु जेड सबै पारिसकेको लाइफमा होइन। फर्स्ट टाइम आज यस्तो भएकै मेरो होइन। एउटा भिडियो मात्रै बनाएको त्यो भ्लग। म भ्लगर जस्तो छु भाइ। भिडियो यो कुन ठाउँ अरे अङ्कल? विमान कति बजी भाइ? कति बजे छ? 10 बजी राति। यस्तो तनाव भयो बाइकको। अब हुन्छ नि यहीँको यहीँ चाबी गायब भयो। यति तनावमा भयो मैले के भन्नु, एक्सप्लेन गर्नु त सक्दिनँ होइन। देखाइदेऊ त भाइ। फाइनल्ली मेरो भाइहरू आइपुग्यो है। भाइहरूले होइन हौ, म यत्तिकै त्यो त्यस्तो होइन, नलजाउ न। एउटा मेमोरीको लागि मात्रै राखेको हो क्या। यसो अनुहार मात्रै देखाएको छु। अब भाइहरूले गरिदियो भने म पुगेँ, नत्र अब भाइ मैले यो अब लाँदाखेरि डाइरेक्ट लानु पर्यो है। यस्तो हो, म यो तपाईँलाई सजिलो सिस्टम बनाइदिन्छु होइन। यो चाबी अर्को छ फेरि मसँग वहाँनिर चाहिँ। ए अर्को छ भने झन् सजिलो, केही गर्नु पर्दैन। तर उहाँसँग पुग्नु पर्यो नि त। म 300 किलोमिटर त पुग्छ हो। तपाईँलाई त्यहाँ चाबी अन पनि गर्ने अफ पनि गर्ने, त्यहाँ चाबी नै पुग्छ तपाईँलाई हो। ल यो चाहिँ मलाई यति चाहिँ म यहीँ बस्दिन्थेँ कि भाइ। म वहाँ पुग्नै पर्छ क्या, मेरो समस्या छ र मात्रै। नत्र म यहीँ म दाइहरू सबले बस्नु भनिरहेछ। नट त यहाँको खोलेको। जान्नेलाई श्रीगन्ध नजान्नेलाई के गर्छ। मलाई त्यो भाइले अघि बिचरा त्यो थुदिएको कि अघि सक्छु कि भनेर। होइन गर्नु त सही ज्याक नै झिक्या हो। उसको यताबाट यो नट नखोलेर यस्तो नउठ्यो। ए त्यो चाहिँ हो। दाजुभाइ होटलको भाइले के म यहाँनिर त्यहाँ वहाँ पुग्नु सम्भव छैन नि त भाइ होइन। यो लाइट मार्दै त्यही पनि जानै पर्ने स्थिति छ र मात्रै हो क्या भाइ। नत्र म यी दाइहरूलाई त्यहाँबाट नजा भन्छ। ओभर अघि तपाईँकै अगाडि दाइ थिएन, मेरो दाइ हो नि त। उसले भनेको मैले सबै टेर्नुपर्छ। तै पनि म होइन भनेर चट्टै काटिन्छ यत्रो। मैले इनकेस काहीँ अन अफ गर्नु पर्यो भने त्यही सजिलै बनाइदिन्छु त्यही। ए ल वहाँ गएर ग्यारेजमा ऊ गऱ्यो भने फेरि बनाइदिन्छ नि होइन। त्यही जोड्नु त हो। ए ल आएको धेरै धन्यवाद। माथि चाबीमा राखिदियो नि त हो त्यसलाई डाइरेक्ट गरेकोलाई। त्यो गाडीबाट जाँदा काट्छ तार यता आइज त तारै छ होला होइन। यहीँबाट भयो नि सानोतिनो काट्देऊ न नि। उनीहरू कस्तो हो दाइलाई पनि दुःख भयो, मलाई त झन् म बौलाउन टेन्सन भन्दै त्यत्रो चाबी अब गायब ठाउँको ठाउँ त्यो मधिसेले हो
अब एउटा शङ्का है देखिएन पाप नलागोस् तर अब त्यहाँ अरू भन्दा आएकै छैन भाइहरूले आफ्नो उको पनि झिकेर हालिदिइरहेछ भाइहरूको घर यता यो घर त बढ्दिया छ नि ए हो र काम यहाँ गर्छन् चाबी नै झऱ्यो भन्छ यहाँ कोही गायब अङ्कल हो त यहीँ कोही भाइ म कहीँ गएको छुइनँ होइन खाना बसेको त्यहाँ टेबलमा है टेबलदेखि यहाँ अब बियर खाएँ होला एक दुईवटा केमा चाहिँ मिस्टेक भयो लाइफमा यस्तो यस्तो दुःख पनि पाइन्छ कोही कोही बेला होइन त्यही हो यो लाइट अफ गरेको थियो नि ए मैले अफ अफ ए गरेँ ए अफ यहाँ तपाईँलाई म सिकाइदिन्छु नि यो अलिक न्युट्रलमा खायो केमा न्युट्रलमा हाल्यो ऊ मात्रै ट्याप मात्रै गर त यस्तो ए भयो फेरि बाइक हुत्तेर उहाँ ठोकी जान्छ है पुवाङ्गै फेरि अर्को तनाव हुन्छ यो छ नि यो तपाईँलाई कहीँ रोकेर अब खाजासाजा केही खानु पऱ्यो भने यो टक्कै यसलाई निकालिदिने होइन यसरी निकालिदिनु चाबी अफ भयो अब फेरि हिँड्न पऱ्यो भने ठक्क ख्वाप लगाइदिनु आफै आउनुहुन्छ त्यो नट हाल्नु पर्छ पर्दैन अनि यो उ त्यो नट त हालिदिन्छु यसलाई बाहिरै राखिदिन्छु अनि भोलि मिस्त्रीकोमा गएर होइन त्यसले के गर्छ भने यो नट खोल्छ अनि चाबी हालेर अनि यो दुईवटा ज्याक फाल्छु ए ल ओके ओके भाइ थ्याङ्क यू भाइ लाइटको त अब तल्लो भयो कि माथि फाइनली गाईघाट आइपुग्यो अहिले रातिको 2 बजे है 9 बजी हिँडेको 10, 11, 12, 1, 2, 3, 4, 5, 6, 7, 10, 11, 12, 1, 2 आमा लौ 17 घन्टा होला 17 घन्टा भइसकेछ बल्ल बल्ल गाईघाट आइपुग्यो है एकदम अब सोलो राइड यस्तो गाह्रो भइरहेछ मलाई होइन अब के भन्नु एकदमै गाह्रो हुँदो रहेछ क्या सकेसम्म तपाईँहरू चाहिँ यो अब अहिले होइन यो सिन्धुलीको बाटो खुल्दाखेरि त आउनु ठिकै छ तर यो जस अहिले जब बाटो बन्छ नि एकदमै गाह्रो हुने रहेछ क्या मैले माट गरेर आएँ तर एकदम गाह्रो अहिले चाहिँ म गाईघाटमा छु 2 बजेको छ एकदम जिउ सिउ दुखेर एकदम छ सुनसान छ है बाटो पनि